यो आलु त 5 स्टार होटल 7 स्टार होटलतिर एकदम चल्छ यो लालबहादुर शास्त्रीय लालबहादुर आलु खाएर 5वटा छोरी जन्मा छ हुरी नि हाँसेन भन्छ 30वटा फल्छ एउटा बुट्टाले जरामा स्वाकै फल्छ अन्डा कोस रातो भए जस्तो ल ठुलो त होइन ल हजुर यो सालमा पनि यो सालको पनि आलु सानो सानो लगाइयो किर्छ के गर्ने यो 2 हातको नगर नखियाएसम्म खान नपाइने रहेछ बाँध्नै पर्ने बाँध्दाखेरि सास धान्नको लागि खानु पर्यो ल हजुर यस्तो आलु लाउँदैछौँ धेरै त होइन अलिकति लाउँदैछौँ यसो गुजरा रहरमा हिँड्ने भन्ने त गरेछौँ कृषकको जिन्दगी सानोतिनो ठुलो कृषक त होइन सानोतिनो पेट पालन जस्तो बिउ पनि यो हाम्रो त यो के भन्छ घरमै बनेको पश्चिमतिर लगाउने बिउ हो रातो डल्लो खाँदाखेरि अबानो मिठो हुन्छ चामरी नि हुन्न छिटो यसको नाम के हो अहिले आएन ल यस्तो लाउँदैछ हजुर यो कहाँ गयो मोबाइल यति लाइयो यहाँ सिमी रोपेको अलिअलि सिमी नि त्यति राम्रो त फलिन अलिअलि त खाइयो यता पछाडितिर हाम्रो गाई गोठ छन् गोठो ल पछाटो फलिन्छ भने बेसरी फलिन्छ भने आलु खान आउनु होला मिठो आलु चाख्नु होला नमस्कार हजुर सबैलाई मलाई त बहुत छोड्दै ढिलो हुन्छ आज के रोप्नु हुँदैछ ए हजुर आज मैले यो आलु रोप्नु लागो आलुको नाम के रहेछ यो आलुको नाम छ गजुरे पश्चिम रुकुम रोल्पातिर रोप्ने आलु रहेछ यो चाहिँ आलु धेरै ठुलो नि हुन्न यत्रो ठुलो फल्यो भने यहाँ हातभरिको हुन्छ अनि चाम्री पर्दैन खाँदाखेरि भित्र मिठो रसिलो भिन्दै प्रकार अर्को निलो रातो आलुको भन्दा टेस्ट मिठो हुन्छ यसको र एकजना त्यो के भन्छ विदेशतिर 5 स्टार होटलमा बसेको उसले भन्दै थियो यहाँ गाडी सिक्न आएको थियो अनि त्यसले भन्यो यो आलु त 5 स्टार होटल 7 स्टार होटलतिर एकदम चल्छ यो
महँगो आलु छ यो यता महँगो भन्छ यसको भेराइटी धेरै हुन्छ भनेर भन्दै थियो र मिठो छ आलु यो हजुर हो अब धेरै त लगाएको त होइन थोरै लगाएको अलिअलि सर भोलि छ भने टेस्ट गर्न आउनु होला नि त तपाईँहरू सबै ल भन्दै धन्यवाद। आज मैले यो आलु रोप्नु सुरु गरेँ। यति रोपिएछ। आज कति हो? कार्तिकको कति हो? कार्तिकको कति हो? हेर्नुपर्छ। आज कति रे? सुखाउनु नि पर्दैन। यसको झोल कति टेस्टी हुन्छ। यो कता गयो? यो खोस्रो बोकेर आउने आलु हो। त्यो अलि धेरै भए ठिक हुन्थ्यो गरे। एउटा छ यो खोस्रो होला। यो पहिलातिर बाबाले रोप्थे जरामा स्वाग फल्ने सुकुर 30वटा फल्छ एउटा बुट्टाले। जरामा स्वागै फल्छ। अन्डा कोस रातो भाए जस्तो टेस्टी झोल खाने आलुको झोल मिठो छ। ल अरू सेतो आलु त टेस्टी हुन्न। अलि निलो आलु गुलियो हुन्छ हैन? गुलियो नि निलो आलु गुलियो। सेतो आलु गुलियो त हुन्न होला। अलि टेस्टी नहुने हुन्छ। यो कति वर्ष भयो हामीले लगाएको यही खान्छु। पहिला उहिले बाबाले रोप्थे यस्तै लोकल आलु। यही आलु खाएर 5वटा छोरी जन्मा छ। हुरी नि हाँसेन भन्छ। 5वटा छोरी पाउने त अलि यता खान भित्र 5वटा छोरी पाउने त कुनै भाग्यमानी धर्म कर्म नि त्यति साह्रै गर्नु पर्न रे। सिधै गोलोकमा जाने रे। कहाँ हो ग्लोब भनेको? जन्म मरण मृत्यु मरण जन्म मृत्यु हुनु पर्न रे। ठुलो भनेको खोलाको तिरमा हो के जन्म मृत्यु हुनु पर्न रे। छोरा आउनेहरू त छोरा पाउनेहरू त सम्झेन के अरे हुन्छ रे। के भन्छ अझै ऋण अझै चुक्ता भइसकेको छैन। अझै त अहिले ऋण तिर्नै पर्छ भनेर भनेको हुन्छन् रे। र छोरा आउनेहरूले अझै ऋण चुक्ता गर्नु छ रे। फेरि रिसाउलाले छोरा हुने मान्छेहरू छोरा भएन छ भनेर यसो भन्छ। छोरी आउनेको त जन्म मृत्यु जन्म मरण हुनु पर्न रे के भन्ने धर्म शास्त्रीय लालबहादुरले भनेको ठुलो गुरु लाल बहादुर 8 क्लास फेल गुरु। फेलर 9 क्लास फेलर भएको मान्छे लालबहादुर शास्त्रीय लालबहादुर। कुन अलिकति हुन नसकेको अलिकति हुन नसके के भन्छ अलिकति साधु बन्न नसकेको अलिकति मिस्टर लालबहादुर शास्त्रीय लालबहादुर कुन कीर्तिबहादुरको छोरा चेमार चमेरीको नाति दलजीको दर्शन त लालबहादुर।
ल भयो उहिले देवीरामको खलक उहिले देवीराम भन्ने मान्छे ठुलो गाउँको उ गएको रे त्यति भेर के गर्छ रे लेली गर्छ गाउँको अध्यक्ष के काम गर्ने रे उहिले जा गाउँमा कोले के कुरा काटेछन् भन्दै गाउँमा तल्लो गाउँबाट प्रो मोलाल के पानीले ओह्राली हुँदै गो कान थाप्दै हिँड्ने रे के होती देवीराम भन्ने पहिलाको सुगर भनेको लेली को रङ गरेर भनेको थिएन रे भन्नु सुनेको म मात्र गरेर आलु लाग्नु खोज्छ बित्छ छैन